नेकपा एमाले रूपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा प्रवेश गरेका छन्। आइतबार कार्की लगायतलाई रासपा उपसभापति डाक्टर स्वर्णिम वाग्ले, प्रवक्ता मनिष शाह लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए। कार्की सहित झण्डै 200 जना बढी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेको रासपा स्रोतले बताएको छ। कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका नेता हुन्। कार्कीसँगै नेकपा एमाले प्रदेश सदस्य पदम गेवाली लगायतका नेताहरू रासपा प्रवेश गरेका हुन्। नेकपा एमालेको 11औं महाधिवेशनको समयमा कार्कीले पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन्। यसले एमाले उपाध्यक्ष पौडेललाई ठूलो धक्का लागेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ। सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका कार्की लामो समय पार्टीमा काम गरेका लोकप्रिय नेता हुन्। भदौ 23 र 24 को जेएनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीहरूको हत्या गरेकोमा असन्तुष्टि र विरोध जनाउँदै कार्की उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए। त्यसयता उनी एमाले पार्टी काममा फर्किएका थिएनन्। नेतृत्व निर्माणमा धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ र उसले म त्यहाँ रहँदाखेरि दिएका साङ्गठनिक जिम्मेवारीहरू, सार्वजनिक क्षेत्रका र सरकारी क्षेत्रका जिम्मेवारी पनि मैले सफलतापूर्वक निर्वाह गर्न आफ्नो तर्फबाट भूमिका खेलेको थिएँ। तर गत जेएनजी आन्दोलनमा पार्टीभित्र केही अन्तर्विरोधहरू हुन्छन्। पार्टीभित्र 2 लाइनका सङ्घर्षहरू पनि चलिरहन्छन्। त्योभन्दा बढी लाइनका सङ्घर्षहरू पनि चल्छन् र त्यसलाई पार्टीको विधान र विधिपूर्वक व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ। तर लगभग 2 तिहाईको सरकार सञ्चालन गरिरहेको सत्तारूढ पार्टीका सर्देय नेता प्रधानमन्त्री भइरहँदाखेरि एकै दिनमा केही घण्टाको अन्तरमा 26-27 जना आन्दोलनकारीहरू बालबालिकाहरूको ज्यान जाँदा प्रधानमन्त्री त्यसप्रति गम्भीर हुन सक्नु भएन। त्यसप्रति उहाँहरूको कुनै सहानुभूति रहेन र त्यसलाई अन्यथा एउटा आतंक सिर्जना गरेको जस्ता विभिन्न कुराहरू लगाइयो। मैले तत्कालै त्यो घटनालाई कोड गरेर यो प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ र एउटा निकास, राष्ट्रिय निकासको लागि उहाँले बाटो सहज गरिदिनुपर्छ भन्ने लेखेको थिएँ। त्यसमा केही समयपछि त्यो त आयो, तर उहाँले जेएनजी आन्दोलनको जुन परिवर्तन भएको थियो त्यो आन्दोलनले पुरानो शक्तिलाई परास्त गरेको थियो, 2 तिहाई शक्तिलाई परास्त गरेको थियो। त्यसलाई उहाँले राजनीतिक परिवर्तन र आन्दोलनको मान्यता दिएन, त्यसलाई विध्वंसात्मक कार्य भन्ने जस्तो कुरा आयो र यो परिवर्तनलाई उहाँहरूले आत्मसात गर्न सक्नु भएन। त्यसकारण मैले पार्टी परित्याग गरेको, फेरि दोस्रो सामाजिक सञ्जालमा राखेर त्यसपछि म फर्किनँ। अहिले लगभग 4 महिना भयो म फर्किने। यस बिचमा पार्टीसित धेरै बातचित कुराकानीहरू भए र त्यसमा मैले आफ्नो प्रष्ट कुरा राखेँ। त्यसमा उहाँहरूको जवाफै केही थिएन। त्यसकारण आफ्नो प्रष्ट अडानसहित म बसेको थिएँ। अब स्वतन्त्र बस्दैमा यहाँ सैनामैनाका दाजुभाइ दिदीबहिनीहरूले नजिकबाट माया गर्दैमा सबै काम गर्न सक्ने हुन्न र एउटा राजनीतिक व्यवस्थामा, अहिले हाम्रो प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू नै राज्य व्यवस्थाका प्रमुख चालक शक्ति हुन्छन् र राजनीतिक दलहरूले नै शासन सञ्चालन गर्ने हो। जनतामा गएर आफू अनुमोदित भएर शासन सञ्चालन गर्ने हो। त्यसकारण कुनै न कुनै राजनीतिक शक्तिमा आबद्ध भएर सैनामैनावासीले सोचेका जुन सपनाहरू छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरूसँग संवाद र छलफलपछि उनले रासपा रोजेको बताइएको छ। 2079 को निर्वाचनमा विष्णु पौडेलको जितमा कार्कीको महत्त्वपूर्ण भूमिका थियो। कार्कीको एमाले परित्यागले रूपन्देही 2 मा विष्णु पौडेललाई धक्का लाग्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। कार्कीले रासपामा उचित जिम्मेवारी दिन पार्टी नेतृत्वहरूलाई आग्रह गरेका छन्। त्यो अधुरा योजनाहरूलाई सम्पन्न गर्नको लागि कुनै न कुनै राजनीतिक दलसित आबद्ध भएर, नागरिकसँग आबद्ध भएर अगाडि बढ्नु पर्ने नै थियो
मैले यो राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय पदाधिकारीज्यूहरूसँग पार्टीको बारेमा बुझौँ भने जिल्ला पदाधिकारीसँग हाम्रो कुराकानी भयो। उहाँहरूले अलिकति तपाईँले के पद लिन खोज्नु भएको छ यसो सङ्केत गरे हामीलाई बातचित गर्न कुराकानी अगाडि बढाउन सजिलो हुन्छ भन्ने कुरा राख्नु भएको थियो। मेरो बारेमा तपाईँहरूले राम्रोसँग बुझ्नुहोस् र जे उपयुक्त हुन्छ त्यो चाहिँ प्रस्ताव गर्नुहोस्, त्यसमा छलफल गरौँ भनेको थिएँ मैले। अहिले पछिल्लो समयमा छलफल गर्दै जाँदाखेरि जे कुराकानी भइरहेछ त्यसमा मलाई त्यति साह्रो चित्त चाहिँ बुझिया छैन र मैले यसमा के चाहन्छु भने अलिकति केन्द्रीय पदाधिकारीज्यूहरू दौडधुपमा हुनुहुन्छ, राष्ट्रव्यापी दौडधुपमा हुनुहुन्छ, भेट हुन सल्लाह गर्न समय अभाव पनि भएको होला। त्यसकारण एउटा राजनीतिलाई अलि नजिकबाट बुझेको मान्छेले राजनीतिक पार्टीको नेतृत्वलाई पार्टीलाई विश्वास गर्न पनि सक्नुपर्दछ। त्यसकारण मैले नेकपा एमाले छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको यो अवस्थामा 6 महिना लगायत यो रूपन्देही जिल्लाका 16वटा पालिकामा के कस्तो भूमिका खेल्न सक्दछु र यसबाट पार्टीलाई के कस्तो फाइदा पुर्याउन सक्छु। एउटा निर्णायक रूपन्देही जिल्लामा निर्णायक शक्तिको रूपमा एउटा राजनीतिक रूपले धेरै महत्त्वपूर्ण जिल्ला पनि हो रूपन्देही जिल्ला, किनभने यसले यो लुम्बिनी अञ्चलका अरू पहाडी जिल्लालाई सिधै प्रभाव पारेको छ र भनिन्छ यो रूपन्देही जिल्ला आँगन हो भनिन्छ यी पहाडी जिल्लाहरूको, किनभने उता पनि छ यता पनि छ सम्पत्ति, सबै ओहोरदोहोर दुईतिरै बस्नुहुन्छ दाजुभाइ दिदीबहिनीहरू। त्यसो भएर पहाडी जिल्लाहरूमा पनि प्रत्यक्ष प्रभाव पार्ने हुनाले विशेष गरी रूपन्देही जिल्लाको बुटवल क्षेत्र, यो क्षेत्र नम्बर 2 साह्रै नै महत्त्वपूर्ण क्षेत्र रहेको छ, म बसेको क्षेत्र। त्यसो भएको हुनाले यो क्षेत्रको पार्टी सङ्गठनलाई अगाडि बढाउन सजिलो हुने गरी काम गर्न सजिलो हुने गरी पार्टीले जुनसुकै भूमिका दिए पनि त्यो विचार गरेर दिएको भूमिका अवश्य पनि मैले चाहिँ के अरे अप्ठ्यारो मान्न पर्ने त्यस्तो हुँदैन होला भन्ने विश्वासका साथ यस पार्टीका सर्देय अध्यक्ष रवि लामिछानेज्यू, सर्देय उपाध्यक्ष उपसभापतिज्यूहरू, केन्द्रीय नेताज्यूहरू, समग्र पार्टी पङ्क्तिलाई मैले त्यो जिम्मेवारीको सुम्पेको छु र विश्वास गरेको छु पार्टीले मलाई उपयुक्त जिम्मेवारी दिनेछ। कार्की सहितका नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै पार्टी उपसभापति स्वर्णिम वाग्ले र पार्टी प्रवक्ता मनिष शाहले राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक शक्तिको रूपमा उदाउँदै गएकोले देश विकासको आगामी मोडल नै निर्माण गरेर अगाडि बढेको बताएका छन्। अबको 10 वर्ष मात्रै आफूहरू राजनीतिमा सक्रिय हुने र त्यसपछि आफ्नै व्यापार व्यवसाय र पेसामा फर्किने उनीहरूले बताए। टेलिकम सेक्टरलाई नियमन गर्नुपर्ने नेपाल टेलिकम अथोरिटी यस्ता निकायहरू मार्फत टप नियुक्तिहरू पनि बेच्ने करोडौँमा र त्यहाँ पुगेर अरबका नीतिगत भ्रष्टाचारहरू गर्ने र जोकिने भ्रष्टाचार यहाँ गर्ने। सुर्खेतका सांसद हृदयराम थामीले भन्दै हुनुहुन्थ्यो, ए बा हामी पनि दुखै गरेर आऊ, जेलनेल गरेर आऊ, अहिले त हाम्रै नेताहरू भ्रष्टाचार जति नेपालभित्र गर्ने, रकम डिपोजिट चाहिँ सिङ्गापुर र दुबईमा गर्ने। 5 दिन अगाडि म अस्ट्रेलियामा थिएँ। अस्ट्रेलियाको घर जग्गा व्यवसायमा सबभन्दा धेरै लगानी गर्ने 7औं वरियतामा नेपालीहरू छन्। कहाँबाट आयो पैसा? जम्मै सिङ्गापुर र दुबईमा पार्क गरिएका रकम अस्ट्रेलियाको रियल इस्टेटमा यिनीहरूले लगानी गरिरहेका छन्। अब यो खोतल्ने कि नखोतल्ने स्विस ब्याङ्कका रकमहरू, यी अवैध भ्रष्टाचार देशलाई तन्नम हरिकङ्गाल बनाएर आफ्ना छोरा नाति पोस्ने खालको राजनीतिलाई हामीले भङ्ग गर्नै पर्छ। अझै पनि म त काङ्ग्रेस, 3 पुस्ते काङ्ग्रेस, कालो काङ्ग्रेस, म त जमानादेखि मुड्की बजारेर एमाले भएको, मदन भण्डारी, मनमोहन अधिकारी उहाँहरू जतिको भइरहे भए त ठिक हुन्थ्यो, हामी पनि हुन्थ्यौँ होला, काङ्ग्रेस एमाले नै निरन्तर थियो। तर आज बिपी कोइरालाको काङ्ग्रेस रहेन, आज मनमोहन अधिकारी वा मदन भण्डारीको एमाले रहेन। त्यसैले हामीले अब यो सबैमा त्यही भएर हामीले यो संस्कार नै अन्य पेसामा नाम दाम प्रतिष्ठा कमाएका पात्रहरूलाई राजनीतिमा लिएर आउँ, फराकिलो मैदान प्रदान गरौँ, अब्बल मान्छेहरूलाई लिएर आउँ, काम गर्ने अवसर दियौँ। 2 कार्यकाल 3 कार्यकाल उहाँहरूले गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुहुन्छ। स्वच्छ राजनीति गर्नका लागि अब सङ्ख्या भयो भने हामीले संविधान पनि परिवर्तन गर्नुपर्नेछ, यी संस्थागत व्यथितिहरूलाई पनि हामीले सच्याउनु पर्नेछ र सामान्य बहुमत आयो भने पनि दर्जनौं ऐनहरू खारेज गरेर नयाँ ऐनहरू लिएर आएर यहाँ यो देशमा गरी खाने वातावरण बनाउनको लागि डिजिटलाइजेसनदेखि लिएर नयाँ अर्थतन्त्रका स्वच्छ ऊर्जाको चाहिँ क्षेत्र छ,
त्यसपछि हामीले चाहिँ पर्यटनको बहुआयामिक त्यसको उपयोग गरेकै छैनौँ, खोस्रेका पनि छैनौँ। हरित औद्योगिकरण यहाँ बोर्डर एरियामा अझै पनि सम्भावना छ। श्रम र स्वच्छ ऊर्जाको दलमा यो क्षेत्रीय उत्पादन सञ्जालहरूसँग गाँसिएर अर्को 1-2 पुस्ता हामीले त्यो हरित औद्योगिकरणमा ठुलो सम्भावना छ। रूपन्देही जस्ता जिल्ला, पर्सा जस्ता जिल्ला, मोरङ जस्ता जिल्ला, बाँके बर्दियाले पनि त्यसमा ठुलो फड्को मार्न सक्ने सम्भावना छ। र युवाहरूलाई नेपालमै छ भन्दा राष्ट्रपाको केही नेताहरू हेर्दै गर्दा थाहा छ कि यिनीहरूलाई हातमुख जोड्नको लागि राजनीतिमा आउनु परेको थिएन। योभन्दा सजिलो लाइफ थियो हैन। स्वर्णिम दाईको करियर नेपालीहरूको लागि डेभलपमेन्ट सेक्टरमा काम गर्ने नेपालीहरूको लागि ड्रिम जब हो नि, त्यो सपनाको जागिर हो, त्यो सपनाको अवसर हो। कहिलेकाहीँ सुनाउनुहुन्थ्यो कि दैनिक 1 लाख रुपियाँसम्म कमाउनुहुन्थ्यो उहाँले, दैनिक $1000 उहाँको भत्ता हुन्थ्यो। त्यति आर्थिक रूपमा राम्रो अपर्च्युनिटीहरू एसियाको यति 47वटा देशको एडभाइजर भएर 61वटा देशको एडभाइजर भएर सघाउनुहुन्थ्यो। त्यो एक्सेस, त्यो अथोरिटी सबै छोडेर देशको लागि फर्किँदै गर्दा अब यहाँ चाहिँ यो ठेकेदारलाई केही अवसर दिएर अनि 2-4 लाख लिउँला भनेर त त्यो भएको भए त्योभन्दा धेरै नै अपर्च्युनिटी छोडेर आउनु भएको छ। गणेशजीकै आफ्नो उद्यम छ, ह्यान्डिक्राफ्ट, हस्पिटालिटीको काम छ। मेरो पनि नेपालको एउटा अग्रणी ब्रान्ड फ्याक्ट्स नेपाल भन्ने रिसर्च कम्पनी छ। सबैको केही न केही हाम्रो छ। त्यसैले गर्दा अहिले दौडधुपको क्रममा पनि हामीलाई तपाईँहरूले टिकट काटिदिनु होला वा तपाईँहरूले केही व्यवस्था गरिदिनु होला भन्ने आश छैन। आफ्नै खर्चमा दौडिराखेको छौँ हामी। अर्को कुरा मलाई याद छ, स्वर्णिम दाईलाई याद छ कि छैन, हामी लास्ट इयर अक्टोबरमा चाइनामा हुँदै गर्दा सुजो सिटीमा यो जितायाङ युनिभर्सिटी जुन चाहिँ लिभरपुल युनिभर्सिटीको पार्टनरसिपमा त्यहाँ एउटा युनिभर्सिटी बनेको। अनि उहाँले मलाई भन्नुभयो, मनिष राजनीतिको एउटा कोर्स सकाएपछि चाहिँ यस्तै युनिभर्सिटीमा आएर पढाएर बस्न पाए हुन्थ्यो भनेर भन्नुभयो। पछि राजनीति पछि के गर्ने भन्ने योजना पनि छ हामीसँग। राजनीति मात्र गर्ने र शरीरले साथ दिएसम्म राजनीति मात्र गर्ने हैन, मानसिक रूपमा र शारीरिक रूपमा अशक्त नभएसम्म आफ्नो पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरू, विभिन्न विभागका प्रमुख तथा सदस्य सहितका नेता कार्यकर्ताहरूको उपस्थिति थियो। आबद्ध भएर काम गर्नुहुने सामाजिक व्यक्तित्व श्री